गुड मर्निङ साथीहरू, सम्पूर्णमा फेरि पनि तपाईँहरूको साथमा आज बिहानै उपस्थित भइसकेको छु। हामी चाहिँ यहाँ यता घर छ। अब घरबाट चाहिँ हामी बिहानै यस्तो मिठो हावा चलिरहेछ। सुँगुरलाई सेउला काट्नु हिँड्यो अनि सेउला काट्नु लाग्यो। यता भाइ यता आउनै भाइ सेउला काट्नुतिर कहाँ ऊ त्यो जङ्गलतिर होला जानु पर्यो लाग्यो। नदी हो यो। आछु चिसो रहेछ त नि। तपाईँहरू अहिले धरानको गर्मीले प्याक प्याक भइराख्नुहुन्छ होला। हामी यहाँ बेलटारको खोलाको पानी खाँदैछौँ। यता हेर्नु त बिहान बिहानै खानु भएको अरे। गाउँघरमा यस्तै हो। डोको त साह्रै ठुलो छ त सेउला बोक्ने। अब हेर्दै गर्नु होला सेउला काट्नु हामी चाहिँ हेर्यौँ ल साथीहरू। रमाइलो भइरहेको छ तर आज उनी चिसो हावा चलिरहेको छ। अरू बेला चाहिँ पुरा गर्मी हुन्थ्यो नि आज हेर्नु न। होइन होइन यो रुखहरू चाहिँ पुरा हल्लिरहेको छ क्या साथीहरू। रुखहरू हल्लिरहेको छ। हाम्रो भाइ चाहिँ पछाडि आउँदै हुनुहुन्छ। हामी यहाँ दुईजना चाहिँ अगाडि अगाडि जाँदैछौँ। कति वर्षपछि सेउला काट्नु आउनुभयो? भयो 5-6 वर्ष। अब हामी चाहिँ जाँदैछौँ। कस्तो रमाइलो ठाउँ छ साथीहरू। यता जङ्गलै जङ्गल यता माथि हेर्नुहोस् फेरि डोको त कस्तो लाग्यो हौ? तपाईँले बोक्ने कि मैले? ए तपाईँ चाहिँ के हो नाम्लोमा? पस्किन्छ ल हेर्दै गर्नु होला। अब जङ्गल पुगेर देखाउँछु। यस्तो रमाइलो खेत छ डाँडै डाँडा है। के धानै धान हो। यहाँ चाहिँ पर भाइ आउँदै हुनुहुन्छ। लडिन्छ जस्तो छ। यस्तो बाटो हुन्छ। ल साथीहरू यस्तो ठाडो उकालो रहेछ। मलाई थाहा थिएन। रहर गरेर आएको छ। ओ माथि भएर सुबिन चाहिँ कहाँ पुगिसक्नु भयो। म चाहिँ यहाँ तल अरे यस्तो ठाडो उकालो। बाफ रे बाफ तलबाट आएको हेर्नु साथीहरू। ओ यहाँ भाइ काट्दै हुनुहुन्छ रहेछ। यता चाहिँ बुढो म चाहिँ अहिले आइपुगेँ। यति काटिसक्नु रहेछ काटेँ। मजा आउँदैछ? मान्छे आइपुग्दैन हो यहाँतिर। यहाँ हाम्रो भाइले सुई काट्दै हुनुहुन्छ यता। कति मिठो हावा। अब चाहिँ मन काट्छु। भारी पुऱ्याएर देखाउँछु तपाईँलाई। दिन्छ मेरो कचिया। हेर्नु न साथीहरू यस्तो लोभलाग्दो कति राम्रो आमा यति रहेछ नि यहाँतिर सर। हामीले काट्नुपर्ने सुँगुरलाई सेउला चाहिँ यस्तै हो। कति धेरै रहेछ क्या यो जङ्गलमा चाहिँ। अनि हाम्रो भाइलाई चाहिँ थाहा थियो रहेछ। अनि भाइले यहाँ ल्याउनु भयो हामीलाई। एकछिनै भारी पुग्ने रहेछ। हेर्नु मैले चाहिँ यति काटिसकेँ। अब भारी पनि पुग्यो लगभग मेरो। अनि मेरो बुढा चाहिँ यहाँ आउँदै हुनुहुन्छ सुई बोकेर। भारी पुग्यो। मलाई धेरै बोक्दैन।
भाइ कहाँ जानुभयो? वाउ काट्नु त मजा आउने रहेछ नि है। चिलायो काट्नु मजा यस्तो रमाइलो जङ्गल चाहिँ रहेछ, तर च्याउ पनि पाउँदैन रहेछ। कहाँ छ च्याउ? लुजुम जाने? हिँड्नु नसक्ने मान्छे खिच्याउ खोज्नु जाने अरे। पहिला त म त अब घरमा कति काम गरेँ अहिले अलिक बिरामी भयो। के बिरामी? के बिरामी? के बिरामी? के बिरामी? फेरि बिरामी भयो भन्छ। यो फुल पनि तपाईँले टिप्नुभयो क्या हो? तोर्पे ओहो मेरो कट्टु पनि फाट्यो क्या। किन त्यो चाहिँ? कमिला छोड्नु, रातो कमिला छ ऊपर चिल्छ नि। अस्ति मलाई अघि त्यो हाम्रो हो कि भाइको तलको? हाम्रो डोकोलेर अनि मिस्टर पुमा चाहिँ भारी बोकेर आउँदै हुनुहुन्छ। सुई बाल्यकालमा यसरी कति भारी बोकिन्थ्यो। त्यो त हेर्नु न, भारी बनाइसक्नु। यो चाहिँ मेरोमा लाउने अब डोकोमा। मेरो डोको चाहिँ मेरो डोको चाहिँ मेरोमा यहाँ भारी हुँदैछ। भारी लाउँदै हुनुहुन्छ यहाँ पुमा हजुरले। कसो फेरि भयो। ए दुईपट्टि गर्नु न, आधी तपाईँलाई गर्नै आउँदैन रहेछ। हो त्यसरी अलिक कस्नु न। कहाँ म कसी बोक्ने मान्छे। अनि भयो फेरि भरे छेर्छु। हगे चाहिँ भन्दिनँ, भन्न पाइँदैन। ए तपाईँलाई त भारी लाउनै आउँदैन कि क्या हो? मलाई बोक्नु मात्र आउँछ, लाउनु आउँदैन। बिचमा ओइ के गरेको त्यस्तो भयो? यहाँ सुविन्द चाहिँ भारी बनाउँदै हुनुहुन्छ। मेरो बनाइदिइसक्नुभयो। यस्तो हावा चलिरहेछ। सक्नुहुन्न होला हौ साथीहरू। यहाँ म चाहिँ भारी बनाइसकेँ। मेरो चाहिँ भारी यहाँ बनिसक्यो। अब जाने हो। ओह कतिखेर पुग्नु टाढो छ त साथीहरू। मेरो बुढा चाहिँ यस्तो मेहनती छ नि, यति धेरै भारी बोकेर बौलाइसकेको छ। साह्रो लोभ गरेको।